वेलकम छ गाइज बिहानी शुभ बिहानीमा हैन आजको भ्लगहरु टक्क अब यसो सानोतिनो छोटो मिठो आउनेछ गाइज त्यही नै हो र अस्तिको त्यो बिहेमा गएको भिडियो कस्तो छ गाइजहरुले कमेन्ट पनि यसो दिएको भए हुन्थ्यो हैन त्यही हो आजको भ्लग चाहिँ रुममा स्टार्ट भइरहेको छ त्यही नै हो गाइज हैन अब अरु भनेको त्यस्तै हो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु त्यही नै हो गाइज अब एकछिन पछि भेटौँला म बाहिर मिक्सिङ लागेको त गाइज बगाए पुरै जाँड खाएर पुरै झ्याप भएर बिहानदेखिको सुतेको छ गाइज जतिखेर पनि जडिया जाँड खाएको खाइ गर्छ हैन अहिले मैले लगिदिएको या बियर र गिलास चाहिँ मात्र थियो अब यस्तरी बेडमा जाडो भएर गर्मीमा पनि अझ मोबाइलहरू हेरेर चिक्ना भएर यो कोटेश्वरको यात्रा हामी आकाशे पुल गएको छ हामी गएको छ त्यही हो अब एकछिन पछि के भन्छ फोटोसोटो टक्क सुट हुनेछ त्यसपछि हामी टक्क फिल्डमा होइन बवाल भएर जन्मिनेछौँ त्यही हो गाइज अहिलेको लागि छोटो भिडियो यही छ पछि एकछिन पछि भेटौँला है त गाइज बाइ कोटेश्वरको चलपल हेर्न सक्नुहुनेछ कोटेश्वरको हामी चाहिँ यहाँ टक्क सिडीमा हिँड्दैछौँ टक्क अब माथि पुगेपछि एक दुईवटा चट्ट फोटोसोटो जान्छ हाम्रो होइन त्यसपछि हिरो भएपछि बवाल हुन्छ एकछिन पछि राम्रो मान्छेहरू पनि हिँड्दा रहेछन् यतातिर अलिअलि केही बोल्दैौ न त यहाँ ठिक्क हो ठिक्क हल्का धेरै होइन ठिक्क हल्का के देऊ अब होइन यहाँको कोटेश्वरको सिन चाहिँ हेर्न सक्नुहुनेछ गाइजहरू यस्तो बवाल छ दामी छ भ्यू होइन यहाँ चाहिँ एकदमै क्या अब के भन्छ फोटोसोटो खिच्ने ठाउँ सुट गर्ने ठाउँ भएको जस्तै फिल भइरहेको छ होइन मान्छेहरू पनि अलिक धेरै भिडभाड कस्तो राम्रो ठाउँ है बुट्टा भरेको ठाउँ हामी चाहिँ यहाँ हिँड्दैछौँ सिडीमा ट्याक गाइज त्यही हो बवाल हुन्छ के भन्छ आज चाहिँ सानो मिठो छोटो मिठो मिनी भ्लग गरेरै आजको दिन चाहिँ यहीँ कटिसकेको छ हामी चाहिँ अब टक्क यहाँबाट रुम जाँदैछौँ जाने हो त्यसपछि हल्का भिडियो डेली आइराखेको छ अब कस्तो छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ त्यही हो होइन अनि अब भिडियो कस्तो छ कमेन्ट गरिराख्नु होला त्यही हो अब अरू भनेको त्यही हो राम्रो ठाउँ छ बगैँचाहरू छ फुलहरू फुलिराखेको छ त्यही हो पछि हामी एकछिन पछि टक्क लागेर जाने हल्का चलपल पऱ्यो कस्तो आइराखेको भिडियो क्वालिटीहरू भन्नु होला अनि हल्का दिनै पऱ्यो त्यही हो अब एकछिन पछि हामी अनि आज चाहिँ कोटेश्वरतिर यसो हल्का घुम्दैमा भनेर चलपल घुमेको हो होइन त्यही हो अर्को के भन्छ कस्तो घाँटी के भयो सर्के जस्तो फिल भयो क्या होइन अब त्यही हो गाइज यहाँ हेर्नु सक्नुहुन्छ यहाँको सिनहरू बवाल छ अहिले काठमाडौँको बाटोहरू पनि एकदम बवाल झलम्पल क्यामेरा हेर्नु सक्नुहुन्छ त्यो क्यामेराले चाहिँ फेरि तपाईँहरूको टक्क बाइकहरू स्पिड पुऱ्यो भने यसले चाहिँ पुरै फोकस यहाँबाट हेर्नु सक्नुहुन्छ पुलको दृश्य झन् मान्छेहरू कति धेरै छ क्या यहाँ पुलमा मान्छे नै मान्छे छ सबतिर पुलमा हामी पनि एकछिन गएर कस्तो आइहाल्छ विमानमा होइन त्यही हो हिजोको भ्लग कस्तो थियो तपाईँहरू टक्क हेर्न पाउनुहुन्छ साथी के भन्दै म त मेरो च्यानलमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला अरू सपोर्ट गरिदिनु होला सबैले त्यही हो बिस्तारै सुरु हुँदैछ बिस्तारै गर्दैछु दुःख नगरी त अब कहाँ सुख हुँदै हुन्छ दुःख गर्दैछु माया देखाइदिनु पऱ्यो सबजनाले माया एकदम पुरा हृदयदेखि चाहिँ गर्नु पऱ्यो अब सानो युट्युबबाट हामीले होइन त्यो ठुलो होइन भिडियो क्वालिटी पनि आउँदैछु दामी एडिट गर्नु पनि आउँदैन होइन हल्का दिँदैछु ल्याएर त्यही हो गाइस अनि अब अरू भनेको थियो अब एकछिन पछि भेटौँला है त
हामी चाहिँ अब लगभग यहाँबाट जाँदैछ हामी बस्ने चाहिँ उहाँको होटल हो गाइज हेर्न सक्नुहुन्छ त्यहाँनिर छ नि अमरा होटेलमा हो त्यो घरमा माथि यो तलको रुममा छ यो ठ्याक्क पोलनेरीको हामी चाहिँ अब त्यहाँ जाँदैछौँ अर्को कुरो के रहेछ भने गाइजहरू यो बाटो हेर्न सक्नुहुनेछ यहाँ यस्तो बवाल साथीहरू यस्तो बवाल छ कि यहाँ बाटो हेर्नु चाहिँ एकदम बवाल छ कि नेपालमा पनि बाटोहरू चाहिँ दामी दामी हुँदैछ त्यही नै हो गाइज होइन अरू कुरा भनेको त्यो यो बाटो चाहिँ हेर्नु सक्नुहुनेछ यस्तो चिल्लो छ कि होइन साथी बवाल छ त एकदम चिल्लो क्या बवाल हामी चाहिँ टक्क त्यहाँ गएर आउँदाखेरि एकदम कस्तो लाग्यो त तिमीलाई कोटेश्वर अब पहिला हेरी रमाइलो त्यति अरू केही फिल केही भएको छैन त्यही त पहिला हेरी नै अहिले त ओभर बवाल भएको छ क्या बाटो तर अब यो मान्छे चाहिँ हेर्नु कस्तो होला यत्रो ठाउँ छ रोडको बिच हिँडिराखेको छ गाडीले उडाइदियो भने टक्क यसो साइड लगाएर यसो हिँड्नु बिचमा डन जस्तै क्या अब पुरा हिँडिराखेको छ क्या गाडी छैन त्यही भएर म भन्छु तपाईँहरूलाई यसरी बिचमा नहिँड्नु होला त्यही हो कुरा भनेको के भन्नु त्यस्तै छ होइन अब हामी हिँड्दै जाँदैछौँ अब यहाँको भ्यू हेर्न सक्नुहुनेछ गाइज होइन यस्तो बवाल छ नि दामी छ बाटोहरू पनि अलिक पहिलाको हेरी एकदम बवाल छ क्या यतातिर पनि पुरा फुलसुलहरू रोपेर बालन्जीले आएपछि आएरै चेन्ज भएको छ बवाल अब टक्क लगाएर एकछिन हामी फेरि छिटो कतै पुगेपछि फेरि आउनु छ गाइस है त एकछिन अहिले चाहिँ हामी होटल पुग्न लाग्यौँ अब त्यही हो आजको भिडियो कस्तो के छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला भिडियो राम्रो भए राम्रो भन्नु होला है त ओके बाइ बाइ कमजोरी भए भनिदिनु होला अब त्यही हो नेक्स्ट भिडियोमा भेटौँला बाइ बाइ है त